देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ हामीले यो चाहिँ पनिर चाहिँ यस्तो भुटिसक्यौँ। गाइस दर्शन नमस्ते सबैजनालाई। मैले तपाईँहरूको हावा काकी ब्लग्स अनि आजको ब्लगमा हाम्रो के हुन्छ नि, आज म पनिर सनिर लिएर आउँछु। आज तपाईँहरू र मेरो कुकिङ क्लास हुन्छ। म कुकिङ क्लास दिन्छु। खाना पाक्छ कि डढ्छ त्यो मेरो भरमा छैन, के कसो हुन्छ हेर्दा। आज म पनिर बनाउँछु, पनिर भात चटनी मिठो हुन्छ। आज त्यो चाहिँ म बनाउँछु म। अब तपाईँहरू हेर्नु, अब म सामानहरू किन्न जानु लाग्यो, पनिर अनि अरू के लिएर आउँछ। अब त्यो सामानहरू लिएर आउँछ अनि म पकाउन सुरु गर्छु। तपाईँहरू हेर्नु न, मेरो म तपाईँहरूलाई पकाएको देखाउँछु अनि त्यसपछि मेरो पाक्छ कि नै, त्यो डढ्छ कि के हुन्छ यसो हेर्नु न। ल अहिलेको लागि चाहिँ यति नै। अब म सामानहरू लिन जानु लाग्छु। ल गाइस मैले चाहिँ सबै सामानहरू लिएर आइसकेँ। बठाएर हिँड्छु मैले के लिएर आएको छु। यहाँ हाम्रो टमाटरहरू छ, टमेटो, यहाँ ओनियन, पछि त पनिर, यहाँ हाम्रो पेस्टहरू छ। अब चाहिँ म यहाँ बनाउनु लाग्यो। अब सबभन्दा पहिला हामीले के गर्छौँ भने यहाँबाट यो पनिरलाई चप गर्छौँ। यिनीहरू सबलाई हामीले फर्स्टमा चप गर्छौँ। चप गरेपछि त्यही बनाउँछौँ। के कसो बनाउँछौँ। अब फेरि यसको पेस्ट पनि बनाउँछ। यहाँ त्यो मेसिन चलेको छैन कि, मिक्सर राम्रोसित चलेको छैन। उता दिदीहरूकोमा मलाई यस्तो जानु छ अनि दिदीहरूकोमा गएर पेस्ट बनाएर लिएर आउँछु म चटनी। अब हेर्नु मैले के कसो गर्छु भनेर। अब त्यही हो फर्स्ट। अब म यहाँबाट यस्तो देखाउँछु तपाईँहरूलाई चपिङ कसरी गर्ने भनेर है। अब यो पनिर यस्तो खतरनाक तरिकाले काट्छु म। गाइस हाम्रो साथमा आइसकेको छ यहाँ टमाटर र पोटेटो। अब चाहिँ हामी यहाँ काट्न लाग्छौँ। अब काट्नु पऱ्यो भने यिनीहरू पकाउनुको लागि होइन। अब त्यही प्याजको जसरी यस्तो खतरनाक तरिकाले काटेको फेरि भिडियो बनाउँछु। अनि यहाँ चाहिँ चप 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 हालेको त्यसो पनि हेऱ्यो नि के कसो हुन्छ। गाइस मैले यहाँ चपिङ गरेर भइसक्यो। तर अब हाम्रो मेन कुरा बाँकी छ है, त्यो हाम्रो पनिर बिना पनिर कसरी हुन्छ। कडा हुन्थ्यो पनिर बिना पनिर कसरी हुन्छ। अब पनिरको तरकारी पनिर बिना कसरी बन्छ भनेको पनिर बिना पनिर कसरी बन्छ दिए सरी अझ यो यसो कडा गरेर चपिङ गर्नुपर्छ। ल अब तपाईँहरूले चपिङ गर्ने भेट्छ नि त। गाइस यहाँबाट मैले पनिर काटेर भइसक्यो, हेर्नु त। मैले ठिकै सानो ठिकै पिसको बनाएको छु। अब यहाँबाट चाहिँ मैले के गर्छु भने यो प्याज र यो जुन यो छ नि, प्याज र टमाटरको मैले पेस्ट बनाउँछ। त्यो पेस्ट चाहिँ म उता ठुलोमाहरूकोमा जान्छ नि पेस्ट बनाउँछु। एउटा यसो कटुवा दिनु पऱ्यो, पेस्ट त हेर जानु पऱ्यो नि हेयर ब्रोहरू। अब हामी यो टिफिन छ नि, यो टिफिन सक्छ। यो टिफिनमा टक्क अब हामी यसमा हालेर निस्किन्छौँ। ल म यो हाल्छु नि, तपाईँहरू म उतापट्टि ठाउँमा भेट्छु है त। ल गाइस हामी चाहिँ यहाँ दिदीकोमा आइसक्यौँ। दिदीकोमा आएर चाहिँ यहाँबाट दिदीले यहाँबाट यसरी राखिदिनु पर्छ। खै हट्नु त अनुहारमा देखाउनु। यहाँ दिदीले चाहिँ यसरी राखिदिनु पर्छ। दिदी यसरी राखिदिनु पर्छ। अब हामी यस्तो पिन्छौँ अनि त्यसपछि उता घर जान्छौँ। अनि म तपाईँहरूलाई फेरि कन्टिन्यू गर्छु मेरो खानेकुरा बनाएको भ्लगहरू। ल त्यसमा स्टे ट्युन गाइस, स्टे ट्युन बन्दैछ, बिस्तारै बन्दैछ खानेकुरा। डोन्ट ट्राई म अहिले बनाएको खानेकुरा एट होम। गाइस हामीले दिदीको घरबाट हामीले पेस्ट बनाएर लिएर आइसकेका छौँ। लेकिन म तपाईँहरूलाई पेस्ट देखाउँछु। यहाँ हाम्रो पेस्ट छ। अब चाहिँ यहाँबाट हामीले के गर्नु लाग्यो भन्दा अब यो एकैछिन यो तेल तताइसकेँ मैले, तताउनु लागिसकेँ। अब तताएपछि म एकैछिन भुट्छु म भुट्ने त्यस्तै हो। अनि भुट्ने हो यो पनिरलाई। अनि त्यसपछि हल्का रातो
त्यस्तै टाइपको हुन्छ, हल्का पाकेको जस्तो टाइपको हुन्छ। अनि त्यसपछि हामी बल्ल पेस्टका हामी पेस्टहरू खानेकुराहरू हामी हाल्न सुरु गर्छौँ। त्यो मैले पनिर काँचै खाएको थिएँ कि त्यो रहेछ, ढ्याउकिसकेको रहेछ। अब त त्यही हो, अब त्यस्तै गर्छौँ। अब म तपाईँहरूलाई के अरे यस्तो म यो के अरे खाना बनाउँथेँ गाइस, हामी यस्तो गरिरहेको छौँ। अब तपाईँको स्वादअनुसार चिनी र नुन हाल्नु होला भनेर अब त्यस्तो टाइपको भिडियो देख्नुभएको छैन र अझै देख्नुभएको छ भने अब त्यस्तो खतरा पारामा म तपाईँहरूलाई ट्युटोरियल ल्याइदिन्छु कि कुकिङ विथ सङ्घर्ष गरेर हेर्नु। ल त्यही हो अहिलेको लागि चाहिँ। गाइस यहाँ देख्न सक्नुहुन्छ, यहाँबाट चाहिँ हामीले यो चाहिँ पनिर चाहिँ यस्तो भुटिसक्यौँ। अब हामी यो ग्रेभी छ नि, यो ग्रेभी त्यो तेलमा हाल्छौँ। त्यसपछि त्यहाँबाट लसुनमा लसुनको पेस्ट, अनि त्यसपछि खुर्सानी, बेसार, नुन हाल्छौँ। अनि यो नि बनाउँछौँ। त्यसपछि यो हाम्रो पनिर छ, यो पनिर हाल्छौँ हामीले यता यो पेस्ट हालेको ठाउँमा। अनि त्यसपछि यहाँबाट हामी यो चाहिँ लास्टमा हाल्छौँ। यो आलु भन्ने कुरो चाहिँ हामी लास्टमा हाल्छौँ। अनि म तपाईँलाई देखाउँछु के कसो हुन्छ भनेर। गाइस हामीले यहाँ पेस्ट अनि यो लसुनहरूको त्यो सबै पेस्टहरू हालिसक्यौँ। अब यहाँ चाहिँ मसला चाहिँ यो छ। अब हामी चाहिँ यो हाल्छौँ। अब तपाईँको स्वादअनुसारको नुन हाल्नुहोस् भने खट्टा दिँदैन म फेरि। स्वादअनुसारको नुन हाल्नुहोस्। 1.5 चम्चा हालेँ, यो 1 चम्चा भयो। अब आधी चम्चा फेरि हाल्ने हो, मेरो हिसाबमा चाहिँ यति ठिक छ। अब यहाँ खुर्सानी हल्का खुर्सानी थोरै हाल्ने। बेसार फेरि नरहेछ यहाँ। अब बेसार भन्ने कुरा चाहिँ लिन्जानको लाग्छ गाइस। अब बेसार यो सबै छ, म अब एकैचोटि सबै हालिदिन्छु। बेसार चाहिँ देख्न सक्नुहुन्छ। अब धेरै थिएन त के अन्त नि होइन। अब यो मसला चाहिँ हामी थोरै हाल्छौँ, देख्न सक्नुहुन्छ। मसला चाहिँ हामी थोरै हाल्छौँ, देख्न सक्नुहुन्छ गाइस। हामी मसला चाहिँ थोरै हाल्छौँ। अनि त्यसपछि अब चाहिँ हामी एकैछिन यो हाल्छौँ। अब हामीले एकैछिन यस्तो मिक्स गरेर अब यो एकैछिन हामी छोड्छौँ यत्तिकै। अनि फेरि म भन्छु त्यसपछि फेरि के हाल्ने है त गाइस। त्यसपछि म फेरि भन्छु है त गाइस के कसो गर्ने भनेर। गाइस हाम्रो चाहिँ यहाँबाट मैले यो पनिर आलु नै हालिसकेँ एकदम मजाले भुटेर। यो मैले यो यहाँबाट यो भात पकाएको यो धेरै पानी भुजा के अप्ठ्यारो हुन्छ, सिटी बजेको सकिनबाट अब एकैछिन पनि मार्नुपर्छ। मारिदियौँ। अब हामीले चाहिँ अब एकैछिन साइडमा राख्छौँ। देख्न सक्नुहुन्छ गाइस, मैले बनाएपछि अब नबिग्रिने कुरै होइन, बिग्रि त भयो। फेरि बिग्रिन त बिग्रिहाल्छ नि होइन गाइस। मैले त बनाएको छु। ल अब चाहिँ हामी यो पनिर र आलुहरू चाहिँ चलाउँछौँ। अब योमा चाहिँ हामी पानी नै हाल्नुपर्छ गाइस। पानी हालेन भने चाहिँ झ्याउ हुन्छ। त्यही हो। अब मैले बनाएको त देख्नुभयो के कस्तो हुन्छ भनेर। अब यो मैले अब म एकैछिनमा मैले बनाएको मैले आफूले खान्छु, टेस्ट दिन्छु, अनि म रिभ्यू दिन्छु। 5 आउट अफ 5 यस्तो मिठो बनाउँछु मैले। डढे नि मलाई चाहिँ मेरो खानेकुरा एकदम मिठो लाग्छ। अब आर्थिकै होइन। ल गाइस मैले चाहिँ यहाँबाट पानी छैन हाल्यो। अब यसलाई टक्क छोपेँ। अब चाहिँ मैले के गर्न जान्नु लाग्छ भने हाम्रो त बाहिरमा अर्ग्यानिक त्यो छ धनियाँ। अब म चाहिँ धनियाँ लिनु जान्न गाइस। अब यसमा धनियाँ टिप्न जान्छु है। चप्पल फेरि फेर्नुपर्छ धनियाँ लिनु जानु। ल म देखाउँछु गाइस तपाईँहरूलाई धनियाँ के कसो छ भनेर। यहीँ ढुक्कै पारा पनि बोल्छु म चाहिँ फेरि। यता चाहिँ धनियाँ छ है। अब म फेरि अब अर्ग्यानिक धनियाँ खान्छु। अब हाल्नु पऱ्यो यसो धनियाँ सनियाँ टिप्छु म अब। अनि त्यसपछि मेरो भन्छ कुकिङ विथ सङ्घर्ष कार्कीको भ्लगलाई अब यति नै होला जस्तो छ है त। ल यतामा धनियाँ टिप्छु। धनियाँ गाइस मैले धनियाँ टिपिसकेँ। अब यतिभन्दा बढी त के जाने होइन। अनि धनियाँ नि लिइसकेँ गाइस। अब चाहिँ हामी भेजान्छौँ घरभित्र। अब हामी यस्तो अब यो धनियाँ चाहिँ अब म धुन्छु। यता सब पर्छ नि त। अब यो धनियाँ चाहिँ म धुन्छु अनि फेरि लास्टमा हाल्छु। त्यति हो। अब मेरो खानेकुरा यहाँ पाकिसक्यो। यता पनि छ आज त्यही हो।
त्यो केही छैन ल गाइस। यो भ्लगको लागि अब यति नै होला जस्तो है त गाइस। अब चाहिँ मैले के गर्न जाँदैछु भने हाम्रोटी पनि खानेकुरा पकाएँ नि त। हामी हाम्रोटी राखेर अब के अरे भगवान्लाई भोग पनि चढाउनु पर्छ। अब म चाहिँ यो बाहिर राख्न जानु लाग्यो। के अरे म चाहिँ एकैछिन यो बाहिर राख्छु होइन। हाम्रो यहाँ राख्ने ठाउँ छ। म चाहिँ यहाँबाट राख्छु। म चाहिँ यहाँ राखिदिइसकेको छु। चाहिँ म भित्र जानु लाग्छु होइन। चाहिँ यो भ्लगको लागि चाहिँ अब यति नै हुन्छ होला है गाइस। यो मैले खाएको सागको चाहिँ देखाउन मैले आइकुक पनि तोडेको मात्र देखाइदिएँ थम्नेलमा नि। भ्लगमा नि आइकुक मात्र देखाउनु पऱ्यो नि त। इट त देखाउनु भएन नि त। त्यही भएर अब यति नै हो आजको भ्लगको लागि चाहिँ यति नै। अरू त केही छैन। यति नै हो आजको नि। त्यही 8-9 मिनटकै भिडियो हुन्छ होला। ल सबैजनालाई हेभ अ गुड डे। बाई बाई।